हेलो एन्ड नमस्ते। मेरो मामाको छोराको व्रतबन्ध 26 गते हुन गइरहेको छ। मलाई भर्खरै घरबाट पनि मलाई फोन आएको थियो। म पनि 2-4 दिन पहिले नै जानुपर्ने भयो, किनभने त्यहाँ व्रतबन्धमा अब यो हाम्रो 4 दिन हुन्छ व्रतबन्ध। धेरै कामहरू हुन्छ, धेरै प्रेसर हुन्छ। मामा पनि एक्लै हुनुहुन्छ घरमा र प्लस चुनावको माहौल पनि छ, जसले गर्दा अलिकति अझ प्रेसराइज्ड भयो सबै चिज। त्यही भएर म पनि भोलि बिहानै यहाँबाट निस्किँदैछु काठमाडौँबाट जनकपुरको लागि। र त्यहाँ गएर हामीलाई धेरै कामहरू छ। हामी इन्डिया गएर हामीले लुगाहरू किन्नुपर्ने छ, अरू विभिन्न सपिङहरू हामीले गर्नुपर्ने छ। म तपाईँहरूलाई सबै चिजको भ्लग देखाउँछु। म तपाईँहरूलाई हाम्रो भोजहरू कसरी हुन्छ, हाम्रो व्रतबन्धको संस्कृति कल्चरहरू कस्तो छ, हैन, हामी इन्डिया सपिङ गर्न जाँदाखेरि कस्तो टाइपको हुन्छ, कसरी हामीले सपिङ गरिरहेछौँ। हाम्रो खासमा बोर्डर छेउमा हाम्रो घर भएर अलिकति इजी भएको छ यो चिजमा चाहिँ। हामी यो जति पनि नेपालको बोर्डर छेउको एरियाहरू छ, सबै एरियाका मान्छेहरू प्रायः जसो लुगाहरू अथवा त्यस्तो कुनै एक्सपेन्सिभ चिजहरू किन्नु परेमा इन्डिया गएरै सपिङ गर्ने गर्छन्, किनभने उतापट्टि अलिकति इजी हुन्छ। ठुल्ठुलो पसल हुन्छ, एउटै पसलमा धेरै चिजहरू पाउँछ। त्यही भएर अलिकति इजी हुन्छ। म सबै कुरा तपाईँहरूलाई देखाउँछु र म यही भिडियोमा तपाईँलाई जनकपुर पुगेर म तपाईँलाई देखाउँछु इन्डिया सपिङ गरेको। तबसम्मलाई हामी अब नेक्स्ट हाम्रो जनकपुरमा भेटघाट हुनेछ। हस्, धन्यवाद। हाम्रो जुन हामीले इन्डियामा सपिङ गर्न जाने भनेको थियौँ, अब हाम्रो यहाँबाट सुरु हुन्छ हाम्रो यात्रा। झन्डै 1-1.5 घन्टाको बाटो हो। आउँ सुरु गरौँ। गाउँको पोखरी हो। यहाँनिर हामीहरू नुहाइरा हुन्छौँ। यो शिव भगवानको मन्दिर थियो। अब हामी हाइवेमा आइसकेको छौँ। जनकपुरमा भर्खरै शहीद गेट बनेको छ। यही हो त्यो शहीद गेट। अब हामी रामन चोक पुगिसक्यौँ। रामन चोकमा अलिकति बाटो बिग्रेको छ, बनाउँदैछ, बन्ने क्रममै छ बाटो। रामानन्द चोकदेखि 0 माइलसम्म अलिकति बाटो नराम्रो भइरहेछ, त्यो बन्दैछ। हामी अब यहाँबाट सिधा बाटो छ इन्डियाको। सबजना बाहिर हेर्दै इन्जोय गरिरहेछन्। हामी खासमा भिट्टामोड सुर्सन्ड बोर्डर गइरहेछौँ र यो जलेश्वर हुँदै जानुपर्ने हुन्छ। हामी नेपालको कस्टम पुगिसक्यौँ, नेपालको भन्सार। यहाँनिर हामीले पर्मिसन लिनुपर्ने हुन्छ। हामीले लुगाहरू ल्याउँदाखेरि अथवा कुनै सामान ल्याउँदाखेरि हामीले कस्टम क्लियर गरेर ल्याउनुपर्ने हुन्छ। म चाहिँ एकछिन त्यहाँ कस्टम क्लियर गर्न गएँ र फाइनली हामी यहाँ इन्डियाको जुन मेन गेट हुन्छ, इन्डियाको भन्सार भनौँ, त्यहाँनिर पुगिसक्यौँ। यहाँनिर एक्चुअली भिडियो लिन मिल्दैन, त्यही भएर हामीले त्यो लिएनौँ। अहिले हामी इन्डियामा छिरिसकेको छौँ। मेरो मम्मीले एउटा पसल चिन्नु भएको छ लुगाको, त्यहाँनिर हामी जान लागेको छौँ। अहिले पनि इन्डियामा हामीले यो मान्छेले चलाएर तान्ने रिक्सा हामीले देख्न सक्छौँ, होइन। यो पहिला जनकपुरमा थियो र यो काजल वस्त्रालयमा हामी सपिङ गर्छौँ। मेरो मम्मीले चिन्नु भएको ठाउँ हो यो। सबैजना खुसी छन् अब सपिङ गर्न पाउँछु भनेर।
वाक्क दिक्क भएर बसिरहेको छु। फाइनली उहाँहरूको सपिङ सिद्धियो। फाइनली उहाँहरूको सब सेलेक्सन भइसक्यो। बल्ल अलिकति रिल्याक्स भइरहेको छु। म अब आफ्नो लागि कुर्ता हेर्दैछु। कुर्ता अलिकति कम्फर्टेबल हुन्छ तराईमा, त्यही भएर कुर्ता हेर्न लागेको। तर मलाई खासै यहाँनिर त्यति चित्त बुझ्दो कुर्ताहरू चाहिँ मैले भेटिनँ। त्यही पनि हेरौँ भनेर बसेँ एकछिन। चित्त नबुझेको देखेर मलाई लास्टमा शेरवानी, बिहे गर्ने शेरवानी निकालेर देखाएँ। त्यसपछि घरका सबै मान्छेहरू पनि हाँस्न लागे। म एकछिन त्यो हेरेँ, मलाई खासै त्यो पनि चित्त बुझेन। र मैले फाइनली नलिने डिसिजन लिएँ। म जनकपुरमै केही लिउँला भनेर प्लान गरेँ। एकदमै भोक लागेर हामी खाजा खानुपर्छ भनेर हामी नेपाल आइसकेर एउटा तन्दुरी हाउस थियो, त्यसमा आएर हामी सबैजनाले खाजा खाने प्लान गऱ्यौँ। त्यसमा अब मलाई चाहिँ माछा एकदम मनपर्छ, त्यही भएर जनकपुरको स्पेसल पनि हो माछा। त्यही भएर मैले चाहिँ माछा अर्डर गरेँ र फाइनली हामीले खाजा खाइरहेछौँ। अब यहाँनिर खाजा खान्छौँ। अब हामीले लगभग सबै सपिङहरू सिद्ध्याइसकेको छौँ र अब हामी घरतिर लाग्छौँ। कृपया मेरो च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेटौँला। हस्, थ्याङ्क यू।